Orwell's final novel, 1984, is the story of one man's struggle against the ubiquitous, menacing state power, Big Brother, that tries to dictate nearly every aspect of human life. The novel is a classic in anti-utopian fiction and a transient political satire that remains as relevant today as when it was first published. नमस्कार, मेरो युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। म अनुज्ञा। सधैँ जस्तै आज पनि म एउटा पुस्तक लिएर यहाँहरू सामु उपस्थित भइसकेकी छु र आज मसँग जर्ज अर्वेलले लेख्नु भएको 1984 भन्ने पुस्तक रहेको छ। यो पुस्तकको विषयमा त हामी धेरैजनाले सुनेकै छौँ र जर्ज अर्वेल भन्ने लेखकको नाम नसुन्ने पनि हामी सायदै कम होलाौँ र यो पुस्तक के विषयवस्तुमा आधारित छ र यो पुस्तकले चाहिँ के भन्न खोजेको छ त भन्ने विषयमा नै मैले पनि यो पुस्तक पढेँ र मलाई पनि राम्रो लाग्यो यो पुस्तक र यो पुस्तकको विषयमा यहाँहरूसँग पनि केही कुराकानी गरौँ भन्ने उद्देश्यले नै मैले यो भिडियो तयार गरेकी हुँ। र पुस्तकको विषयवस्तुतर्फ प्रवेश गर्नुभन्दा अगाडि सुरुमा मैले यहाँहरूलाई एउटा अनुरोध गर्न चाहेँ। यदि हजुरहरूले मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला भनेर पनि अनुरोध गर्न चाहेँ, किनभने मैले पुस्तक पढिरहने छु र मैले पढेका पुस्तकहरूको विषयमा मलाई राम्रो लागेका पुस्तकहरूको विषयमा यहाँहरूलाई पनि जानकारी गराउने नै छु। त्यसैले पनि यदि यहाँहरूले मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला भन्दै अब ढिलो नगरिकन यो पुस्तकको विषयवस्तुतर्फ प्रवेश गरौँ। 1984 भन्ने पुस्तक जर्ज अर्वेलले लेख्नु भएको छ र यो पुस्तक चाहिँ के को विषयमा आधारित छ भने यसमा चाहिँ एउटा समय छ। त्यहाँ चाहिँ कस्तो हुन्छ भने एकजना पात्रको मार्फतबाट चाहिँ त्यो बेलाको परिवेशलाई, जुन सेटिङमा यो पुस्तक लेखिएको छ त्यतिखेरको परिवेशलाई चाहिँ हामीलाई पाठकहरूलाई चाहिँ लेखकले बुझाउन खोज्नु भएको छ। जस्तै विन्स्टन भन्ने एउटा पात्र छन् र उनको माध्यमबाट चाहिँ त्यति बेलाको परिवेश, त्यहाँको परिवेश कस्तो हुन्छ भने यो एकदमै भयावह स्थिति हुन्छ अनि जे पनि हुन सक्ने, जता पनि बम विस्फोट हुन सक्ने र एकदमै डरमा बाँच्नुपर्ने अवस्था हुन्छ जनताहरूले। र यो बेलाको यो सेटिङ चाहिँ 1984 भनिएको छ र लेखकले चाहिँ अलि कल्पना गरेर लेख्नु भएको छ, किनभने अलिअलि तथ्यमा आधारित तर उहाँले चाहिँ कल्पना गरेको हिसाबले चाहिँ लेख्नु भएको छ। अनि अर्को एउटा प्रमुख कुरा भनेको बिग ब्रदर भन्ने एउटा इन्टाइटी छ। यो चाहिँ बिग ब्रदर इज वाचिङ यु भनेर चाहिँ सहरमा चाहिँ होर्डिङ बोर्डहरू पनि लागेका हुन्छन् र कस्तो भने अब कसैले हामीलाई हेर्दैछ, हामी के गर्दैछौँ भनेर हाम्रो आफ्नो व्यक्तिगत जीवन नै छैन र यो बिग ब्रदर भन्नेले चाहिँ हामीलाई हेरिरहेको छ, निरीक्षण गरिरहेको छ भने त्यस्तो अवस्थामा चाहिँ बाँच्न कस्तो होला त भनेर चाहिँ लेखकले हामीलाई यो प्रमुख पात्रको माध्यमबाट चाहिँ देखाउन, बुझाउन खोज्नु भएको छ। र मुख्य कुरा यति नै हो यो पुस्तकको। र कस्तो हुन्छ भने अब यो पात्र चाहिँ एउटा गभर्नमेन्ट जब गरिरहेको हुन्छ, सरकारकै लागि काम गरिरहने व्यक्ति हुन्छन् र उनले चाहिँ एउटा डायरी पनि लेख्दै हुन्छन्। तर यसरी यो डायरी लेख्नु पनि इलिगलै मानिएको हुन्छ त्यो बेलामा, तर पनि उनले चाहिँ अब त्यो थाहा पाए भने त पक्रिने पनि सम्भावना हुन्छ, तर पनि उनले लेखिरहेका हुन्छन्। र यस्तै कुराहरू छ। उनलाई चाहिँ कस्तो लाग्छ त आफ्नो जीवन बेकार बाँचेको, यो यस्तो जीवन त किन बाँच्नु होला र जस्तो पनि उनलाई लाग्छ, किनभने आफ्नो स्वतन्त्रता नै छैन। म कोसँग बोल्छु, के खान्छु, कहाँ जान्छु, कति बेला सुत्छु, कति बेला उठ्छु भन्ने सबै कुरा नै निरीक्षण भइरहेको छ भनेपछि त त्यस्तो अवस्थामा चाहिँ कसरी बाँच्नु भन्ने खालको विषय नै यसमा समेटेको छ। र बिचमा आफ्नो फिलिङ्सको कुराहरू पनि छ। अर्को एकजना महिला पात्रको पनि प्रवेश हुन्छ। उनीसँग बोल्न पनि यो विन्स्टन भन्ने पात्रलाई गाह्रो हुन्छ यही बिग ब्रदरकै कारणले गर्दाखेरि, अनि खुलेर बोल्न नसक्ने अवस्था हुन्छ। र यही कुराहरू बढ्दै गएर पछि अनि यो मान्छेहरू अलिक फिलिङ्स नै बिनाको फिलिङ्सलेस हुने खालको कुराहरू पनि यो पुस्तकले गरेको छ। र पुस्तक धेरै ठुलो छैन, ठिक्कको छ पुस्तक। हजुरहरूले अब अङ्ग्रेजी पुस्तकहरू पढ्न हजुरहरूलाई इच्छा लाग्छ भने पढ्न सक्नुहुन्छ। तर यो चाहिँ कस्तो भने इतिहासमा आधारित पुस्तक हो, यो फिक्सन हो, 100% रियालिटी होइन र
लभ स्टोरी पुस्तक पनि होइन, तर यो पुस्तक पढेर चाहिँ हामीले कुनै एउटा पर्टिकुलर सेटिङमा कुनै एउटा पर्टिकुलर परिवेशमा रहेको घटनाहरूलाई चाहिँ अनि त्यहाँ यस्तो भयो भने कस्तो हुन्थ्यो होला त भन्ने खालको कल्पना लेखकले गर्नुभएको छ र त्यो कुराहरू चाहिँ हामीले यो पुस्तक पढेर थाहा पाउन सक्छौँ। र त्यसको सँगसँगै चाहिँ हामीले अरू पनि धेरै कुराहरू यो पुस्तकबाट सिक्न सक्छौँ, थाहा पाउन सक्छौँ। कतिपय कुराहरू त अहिलेको सन्दर्भमा पनि हामीले सोच्यौँ भने चाहिँ ठिकै लाग्छ, मिल्दोजुल्दो नै लाग्छ। कतिपय कुराहरू चाहिँ कसरी राज्यले पनि हामीलाई आफ्नो अधीनमा राख्न सक्छ, कन्ट्रोल गर्न सक्छ, निरीक्षण गर्न सक्छ र उसले जे चाहन्छ त्यही नै कसरी बनाउन सक्छ त भन्ने खालको कुराहरू पनि अहिलेको परिवेशमा रहेर पनि हामीले बुझ्न सक्छौँ। अब आफ्नो आफ्नो बुझाइ अनुसार नै यो पुस्तकलाई हामीले आफ्नो आफ्नो ढङ्गले चाहिँ व्याख्या गर्न सक्छौँ, बुझ्न सक्छौँ। र पुस्तक पढ्ने क्रममा कतिपय लाइनहरू एकदमै चित्त बुझ्दो लाइनहरू पनि लागे, मैले कति अन्डरलाइन पनि गरेर पढेँ। र यो पुस्तक चाहिँ मैले एकचोटि सर र भर्खरै पढिसकेको पुस्तक हो। म फेरि यसलाई दोहोऱ्याउने पनि सोचमा छु, तर मैले चाहिँ यो पुस्तकको विषयमा यहाँहरूलाई भिडियो बनाएर चाहिँ सुनाइहाल्दा यहाँहरूले पनि जान्नुहोस्, बुझ्नुहोस् र हजुरहरूको रुचिको पुस्तक हो या होइन, हजुरहरूलाई पढ्न मनपर्छ कि मन पर्दैन भनेर ठहर्याउन सक्नुहोस् भन्ने उद्देश्यले नै यो भिडियो तयार पार्नलाई मलाई एकदमै मन लागेको हुनाले मैले यो पुस्तकको विषयमा भिडियो तयार गरिहालेँ। यदि हजुरहरूले यो पुस्तक पढ्नु भएको छ भने हजुरहरूले आफ्नो प्रतिक्रिया पनि तल कमेन्ट बक्समा राखिदिनु होला। यस्तै प्रकारका पुस्तकहरू अरू हजुरहरू मलाई रिकमेन्ड गर्न चाहनुहुन्छ भने पनि गर्न सक्नुहुनेछ। म आफूले भ्याएसम्म, आफूलाई उपलब्ध भएसम्म पुस्तकहरू किनेर अध्ययन गर्ने नै छु। र मैले यति भन्न चाहेँ यो पुस्तकको विषयमा। जर्ज अर्वेलले लेख्नुभएको 1984 भन्ने पुस्तक लिएर आज म यहाँहरू सामु आएकी थिएँ। मैले यो पुस्तकभित्रको कहानीको विषयमा धेरै त कुरा गरिनँ, तर सामान्य विषयवस्तु र कस्तो खालको किताब हो त र यो किताबबाट चाहिँ हामीले के आश गर्न सक्छौँ, के कुरा जान्न सक्छौँ भन्ने विषयमा नै यहाँहरूलाई सामान्य ज्ञान होस्, पुस्तक पढ्ने कि नपढ्ने भनेर सामान्य तरिकाले नै यहाँहरूले ठम्याउन सक्नुहोस् भन्ने हिसाबले नै यो भिडियो तयार गरेकी हुँ। र आजलाई म यहाँहरू माझबाट बिदा हुन्छु। म फेरि छिट्टै नै मैले पढेका अरू पुस्तकहरू लिएर आउने नै छु र पुस्तकहरूको विषयमा कुराकानी गरिरहने नै छु। धन्यवाद।